एउटा भुटान यस्तो देश हो कि हिमालको काखैमा च्याट्ट परेको अथवा पाहाडले भरिएको देश हो। यो देशमा र अनौठो संस्कृति भन्दा पनि संस्कृतिलाई एकदम जगाउने अथवा संस्कृति बचाउने देश भनेर पनि चिनिन्छ। यो देश सधैँ पनि विश्वबाट सम्मानित हुने देश हो। यो भनेपछि भुटानको व्यवस्था चाहिँ राज संस्था छ, अहिले पनि यहाँ राज संस्था चल्छ र यहाँ भुटान भनेको एउटा यस्तो धार्मिक देश पनि पर्छ कि चारैतिर मुठ मन्दिरले भरिभराउ एकदम देवीस्थल बास भएको ठाउँ पनि हो र यहाँ मान्छेहरू लगभग 90% मान्छेहरू चाहिँ बौद्ध धर्म मान्छन्, बौद्ध लोभी छन्। र यो भुटानमा पनि पेसा चाहिँ प्रायः जसो कृषि नै छ। यहाँ पनि कृषि नै देखिन्छ यहाँको पेसाहरू। भनेपछि शिक्षामा पुरै फ्री छ, जति पनि स्वास्थ्य शिक्षामा 1 रुपियाँ कसैलाई पनि लाग्दैन, जनतालाई पुरै फ्री गरेको छ यहाँको सरकारले। र भुटानमा यहाँ विकास चाहिँ कसरी गरिन्छ भनेपछि यहाँ एउटा बजेट अथवा यहाँको आर्थिकले मात्र पनि विकास हुँदैन। यहाँ चाहिँ एउटा समुदाय एउटा श्रमिक अथवा यहाँको श्रम गरेर पनि विकास हुन्छ भन्ने यहाँको सरकारको नीतिमा पर्छ। त्यो कारणले यहाँको समुदायहरू अथवा यहाँको समाजहरू मिलेर चाहिँ एउटा सामाजिक विकास पनि गर्छन्। त्यो कारणले विश्वको एउटा सम्मानित देश पनि हो र यो देशमा कुनै पनि किसिमको काटमार गर्न चाहिँ पाउँदैन। जस्तै पशु प्राणी भयो, चरी पन्छी भयो, त्यसबाट काटमार चाहिँ पटक्कै बन्द हो। कुनै चिज पनि काटमार चाहिँ गर्न पाउँदैन। र त्यसैमाथि एकदम शुद्ध चाहिँ के मानिन्छ भनेपछि चट्याङ अति आकाशबाट चट्याङ पर्यो अथवा सगर गरिदियो भनेपछि चाहिँ यो चाहिँ है एकदम शुभ मानिन्छ। यो चाहिँ भगवानले हामीलाई देखिराख्नु भएको छ भनेर पनि यहाँको भनाइ गरिन्छ। र भुटानमा केही नेपालीहरू पनि छन् अथवा नेपाली भाषीहरू पनि छन् भन्दा पनि तपाईँहरू अचम्म पर्नुहुन्छ होला। भुटानमा धेरै जसो नेपाली भाषा पनि चल्छ एउटा।